सम्पूर्णमा नमस्कार। हामी जुम्ला जिल्ला हिमा गाउँपालिकाका बासिन्दाहरू हजुरहरूले यो दृश्य देखिसकेपछि एउटा मनमा कौतूहल त लाग्न सक्छ। यो के गरे होला, मान्छेहरूले के बोकेर ल्या होला भनेर लाग्न सक्छ। बिरामीलाई अस्पतालबाट घरसम्म बोकेर लैजाँदैछौँ। खासमा भन्ने हो भने यो एम्बुलेन्स भने पनि यही स्ट्रेचर हो, सवारी साधन भने पनि हामी हो। अब यति भन्दै गर्दाखेरि हजुरहरूको मनमा थुप्रै प्रश्नहरू जाग्न सक्छन्। के हिमा गाउँपालिकाका बासिन्दाहरू अझै पनि जङ्गली युगमा चाहिँ जीवन बिताइरहेका छन्? हो, करिब हिमा गाउँपालिकाको जम्मा जनसङ्ख्या मध्ये करिब 90% बासिन्दाहरूले यसरी नै जङ्गली युगमा चाहिँ जीवन बिताइरहेका छन्। अब हजुरहरूको मनमा अर्को प्रश्न पनि उब्जन सक्छ, के यो गाउँपालिकामा गाउँमा बाटोघाटो पुगेको छैन होला? पुगेको छ, तर अहिले होइन। स्थानीय सरकार घर घरमा आउनुभन्दा पनि पहिले हिमा गाउँपालिकाको प्राय वडाको गाउँमा बाटो पुगिसकेको थियो। अब यति भन्दै गर्दाखेरि हजुरहरूको मनमा अर्को प्रश्न उब्जिन सक्छ, त्यसो भए हिमा गाउँपालिकामा एम्बुलेन्सहरू छैनन्? हिमा गाउँपालिकाका एम्बुलेन्सहरूले बिरामी बोक्दैनन्? हो, हिमा गाउँपालिकामा एम्बुलेन्सहरू